सो हेलो अनि के छ आज चाहिँ एउटा सानो मिठो कुरा सुनाएर जान्छु ल। अहिले के छ भने नि अब बाहिर छु, कमाउने भएको छु। त्यो अब हुन्छ नि त ठुलो भएपछि के रहर हुन्छ, लुगा किन्ने, खाने, यताउति। अहिले जे रहर लाग्छ, जे कुरा मनपर्छ सबै किन्छु हुन्छ नि। जे खानु मन लागेको छ सबै खान्छु। तर पनि त्यो खुसी मिल्दैन क्या, जुन खुसी त्यो पहिला हुन्छ नि। अब नेपाल हुँदाखेरि घरमा आमा मलाई हुन्छ नि फेसबुकतिर हेर्दाखेरि आमा मलाई यो लुगा मन पर्छ त किनिदिनु नि भनेर आमाले पैसा छैन भन्नुहुन्छ। तर पनि हुन्छ नि एक दुई दिन बाद जाउँ त लुगा किन्नु जाउँ भन्नुहुन्छ नि। हुन्छ नि अब सानो सानो कुराहरू त्यस्तै भने अब के खानु मन लाग्छ यहाँ त सबै किनेर खानुपर्छ। अनि नेपालमा हुँदाखेरि अब मलाई आज मासु खानु मन लागेको थियो, आज मलाई यो खानु मन लागेको थियो, अब मलाई आज रोटी खानु मन लागेको थियो भने त्यतिखेर हुन्छ नि आमाले बनाइदिनुहुन्थ्यो, सबै गरिदिनुहुन्थ्यो। त्यो याद आइरहेछ। यो सबै कुरा किन्नु खानु पाए पनि त्यति खुसी मिल्दैन जति नेपालमा हुँदाखेरि आमाले गर्नु। हि त्यति हो।